रगतको नाता होइन तर कर्म मैले क्या रहेछ बाबा हजुर हो भन्दा कति खुसी हुन्छु म रगतको नाता होइन तर कर्म मैले क्या रहेछ बाबा हजुर हो भन्दा कति खुसी हुन्छु म हामी दुईको एउटै बानी धेरै नबोल्ने एकअर्काको मनमा के छ कहिले नभन्ने हजुर बोल्न आउँदा म झर्किने त्यतिखेर आफूलाई बुझ्न सक्दिनँ कहिले किन यस्तो भइरहेको छु म कहिले सोचिनँ माया त लाग्छ तर कहिले वर्णन गर्न सकिनँ याद आउँछ मलाई अझै त्यो दिनहरू जब तपाईँ ढोका खोली सोध्नुहुन्थ्यो ठिक छस् त मैले भन्थे ढोका बन्द गर्नु ठिक छु म पछि रुन्थे सिरानीमा मुख छोपी मेरो दिमागमा लड्दै थिए खै के को लागि राम्रोसँग पढ भन्नुहुन्थ्यो त्यो नि गरिनँ नराम्रो बाटो नलाग भन्नुहुन्थ्यो त्यो नि लागे म तर जहिले त्यही एउटै प्रश्न ठिक जस्तो एक दुई दिन गर्दा हजुरको बोली सुनिन कता गयो तपाईँको त्यो प्रश्न आजकल सुन्दिनँ के हार मान्नुभयो मदेखि पहिलाको भन्दा धेरै बुझ्ने भएको छु नि आशा नमान्नुहोस् म केही गर्दैछु नि खुसियालीले छाउनेछ हाम्रो दिन पनि त्यो दिन छिटै आउला भन्छु म हार नमान्नु अब आउने दिनहरू हजुरकै लागि बनाइदिन्छु बरु त्यो दिन नदेखि नलगोस् भगवानले हजुरलाई आजको दिन जन्मिएर मेरो उपहार भो अरू केही माग्दिनँ भगवानलाई मेरो आयु नि सबै तपाईँलाई नै होस् रगतको नाता होइन तर कर्म मैले क्या रहेछ बाबा हजुर हो भन्दा कति खुसी हुन्छु म रगतको नाता होइन तर कर्म मैले क्या रहेछ बाबा हजुर हो भन्दा कति खुसी हुन्छु म रगतको नाता होइन तर कर्म मैले क्या रहेछ बाबा हजुर हो भन्दा कति खुसी हुन्छु म